हरेक कुराको धैर्य गर्न सक्नुपर्छ। एक दिन अवश्य सफल हुन सकिन्छ। दुःख भयो भने कहिले पनि पछाडि हट्नु हुँदैन। मानिसको जीवन हो दुःख सुख हरेक उत्तर चढाव आउन सक्छन्, तर भने हामीले दुःखलाई चाहिँ धैर्यतापूर्ण सामना गर्नुपर्दछ। हेलो एभ्रिवान, आई एम मुना लामा। वेलकम टु माई न्यू ब्लग। आई होप हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि यता एकदम ठिक छु। हजुरहरूकोतिर चाहिँ के काम चल्दैछ? हाम्रोतिर चाहिँ धमाधम धान काट्ने काम चल्दैछ। सायद लाग्छ त हजुरहरूकोतिर पनि यस्तै धान काट्दै हुनुहुन्छ होला गाउँतिर। आज चाहिँ हाम्रो धान काट्ने भएको हुँदा म चाहिँ बिहानै उठेर कुलोतिर लाग्दैछु। देख्न सक्नुहुन्छ हाम्रो धान चाहिँ सबै सोत्तर भएको छ लडेर। हेर्न सक्नुहुन्छ। जे जस्तो भए पनि पाकेको बाली हो, समयमै सदुपयोग त गर्नै पर्यो। हेर्न सक्नुहुन्छ हामीले चाहिँ यति धान काट्यौँ भर्खर, धेरै टाइम लाग्छ। लडेको हुँदाले चाहिँ धेरै टाइम लागेको हो। म चाहिँ यता धान काट्दैछु। मलाई चाहिँ धान काट्न एकदम रमाइलो लाग्छ। दुःख त गर्नै पर्यो, दुःख नगरी सुख मिल्दैन भन्छन्। त्यही भएर म चाहिँ दुःख गर्न थालेँ है त। मान्छेको जीवन न हो, हरेक दुःख सुख त सहनै पर्यो। जस्तो सुकै परिस्थितिमा पनि मुस्कुराउनु पर्छ। मलाई चाहिँ समयले हरेक कुरा सिकायो। हरेक दुःख पनि सामना गर्नुपर्छ भन्ने लाग्छ मलाई चाहिँ। म चाहिँ एकदम दुःख गर्नलाई नै रुचाउँछु। देख्न सक्नुहुन्छ म चाहिँ अब थाकेँ है त। थाकेर एकछिन ढल्किएँ। गाह्रै छ। धान काट्दा काट्दा म चाहिँ थाकिरहेको थिएँ। अनि फेरि बहिनी यता हेर्दै थिएँ। के गर्नु, थाकेर पनि अब काम त सकाउनै पर्यो होइन। अब चाहिँ जे परे पर्छ म उठ्छु भनेर म उठेँ। देख्न सक्नुहुन्छ। के गर्नु, जाँगर त लाउनै पर्यो। काम नसके पनि हुँदैन। काम साँचे आफूलाई, खाना साँचे अर्कालाई भन्छन्। त्यही भएर म चाहिँ एकदम काम गर्नलाई चाहिँ अगाडि बढेँ। काम त गर्नै पर्यो जसरी भए पनि, जे गरेर भए पनि काम त नसकी हुँदैन। एकदम छिटो 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 काट्न खोज्दैछु। तर के गर्नु, छिटो छिटो काट्न खोजेर हेर्नुहोस् न, धान सबै लडेर सोत्तर भएको छ हाम्रोतिर। अनि हजुरहरूकोतिर कस्तो छ धानको हालत? हाम्रोतिर चाहिँ यस्तै छ। यसपाल धेरै धान फलेन। नुनुभन्दा अगाडि सबै लडिहाल्यो। त्यही भएर सबै धान यसपाल सोत्तर जस्तै भएको छ हाम्रोतिर। हेर्न सक्नुहुन्छ धानको हालत यस्तो छ। खासै छैन पनि, बोट मात्रै छ, दानाहरू चाहिँ छैन, अलिअलि छ। त्यही पनि अब के गर्नु, गर्नै पर्यो, थन्काउनै पर्यो होइन। अनि तपाईँहरू त्योतिर पनि थन्काइसक्नुभयो होला। हाम्रोतिर त भर्खर छ। यसपाल धानै कम मात्रामा फलिदियो। के गर्नु, हामी कृषकहरूलाई यसपाल धेरै क्षति बनाइदियो हावापानी हुरीले गर्दाखेरि। के गर्नु, अब समयलाई छेक्न पनि नसकिने होइन। समय त आफ्नो गतिमा चल्छ र हामी मानिसहरू पनि समयसँग चल्न सिक्नुपर्छ। समय र मृत्यु त निश्चित हो नि त होइन, सबैलाई थाहा नै छ। ओहो, बोल्दा बोल्दा धेरै समय भइसकेछ। धान पनि यति काटिसक्यौँ हामीले। आजलाई यति नै। थ्याङ्क यू फर वाचिङ।